start to like question your own like confidence. So that was me a year ago हैन म चाहिँ भर्खर US आउँदाखेरिको कुरा हो मलाई चाहिँ एकदमै एन्जाइटी भएको थियो I was really worried I was worried about like not finding job मैले केही जबहरु पाइरहेको थिएन अनि मलाई चाहिँ मेरो मेजर रिलेटेड नि श्योरिटी थिएन मलाई चाहिँ जस्ट ओभरअल एकदमै नराम्रो लागिरहेको थियो लाइक एक्सपेक्टेसन भर्सेस रियालिटी टाइपको सिचुएसन भइरहेको थियो एन्ड आई वाज भेरी भेरी एन्सियस हैन त्यो बेलामा एन्ड मैले चाहिँ किन यो टपिकमा भिडियो बनाउने डिसाइड गरेँ भन्दाखेरि चाहिँ रिसेन्टली नै हैन हिजै भर्खर हो मैले यो न्युज सुनेको कि अस्ट्रेलियामा एकजना केटा निखिल भन्ने हुनुहुन्थ्यो रहेछ हैन एन्ड उहाँ चाहिँ भर्खर 21 वर्षको मात्र थियो र उहाँले चाहिँ आफ्नो ज्यानै लिनुभयो क्या जस्ट 21 वर्षको मात्र थियो एन्ड अस्ट्रेलियामा उहाँ धेरै नै भएको थिएन रहेछ जस्ट अलमोस्ट लाइक एक वर्ष भएको रहेछ हैन एन्ड मैले हेर्दै जाँदा चाहिँ के थाहा पाएँ भन्दाखेरि चाहिँ उसको कन्सल्टेन्सीले चाहिँ हैन लाइक उसलाई चाहिँ ब्याचलर गर्न मन थियो रहेछ डिप्लोमामा पठाइदिए रहेछ प्लस उसलाई चाहिँ त्यहाँ पछि 6 महिनापछि चेन्ज हुन्छ भनेर पठाएर रहेछ तर 6 मन्थ पछि चाहिँ उसको कोर्स नै चेन्ज हुन एकदमै गाह्रो भएको थियो उसलाई हैन चेन्ज भइरहेको थिएन र उहाँले चाहिँ त्यही क्रममा लाइक एउटा कन्सल्टेन्सी अस्ट्रेलियाकै कन्सल्टेन्सीबाट नि हेल्प लिइरहनु भएको रहेछ र स्टेटमेन्ट पाउनुभन्दा अगाडि नै उहाँले चाहिँ त्यो कदम उठाउनु भयो है सो यो चाहिँ एकदमै दुःखद हो हैन हुन्छ नि द्याट इज द वर्स्ट इमोसन द्याट अ स्टुडेन्ट गोज थ्रु कि उसको लागि कोही छैन भन्ने एन्ड आई जस्ट प्रे द्याट कसैले पनि यो स्टेप नलियोस् हैन एन्ड हामीलाई चाहिँ एज अ भ्युवर लाग्ला कि लाइक हुन्छ नि उसले त यति सानो कुरामै यस्तो गर्यो तर धेरै फ्याक्टर्सहरू पनि थियो होला जस्तो लाग्छ मलाई चाहिँ हैन अहिले नआएको मात्र हो किनकि म एज अ इन्टरनेसनल स्टुडेन्ट अनि म जस्तै लाखौँ हजारौँ इन्टरनेसनल स्टुडेन्ट्सहरू छन् विभिन्न देशहरूमा हैन उनीहरू सबलाई थाहा छ कि कति धेरै प्रेसरहरू हुन्छ कति धेरै टेन्सनहरू हुन्छ भनेर हैन त किनकि हामीले लाइक वर्ल्डको रियालिटी त्यो यो बेला हेरिरहेको हुन्छ नि त आफै गर्नु परिरहेको हुन्छ सानोभन्दा सानो कामदेखि लिएर सबै आफैले हेर्नु परिरहेको हुन्छ आफूमा जिम्मेवारी हुन्छ सो त्यो भएर आई क्यान अन्डरस्ट्यान्ड हिज इमोसन्स हैन त एन्ड विथ द्याट बिङ सेड मलाई चाहिँ के पनि भन्नु मन छ भन्दाखेरि यदि तपाईँलाई कोही मानसिक तनाव छ भन्दाखेरि तपाईँले आफ्नो युनिभर्सिटीको थ्रुबाट हेल्प लिन सक्नुहुन्छ हैन त एन्ड इट इज एक्चुली क्वाइट अब हुन्छ नि नेचुरल एन्ड नर्मल टु गो थ्रु द स्याड इमोसन्स किनकि भर्खर नयाँ इन्भाइरोमेन्टमा आइरहेको हुन्छ बट तपाईँ जस्ट यु गाट रिमेम्बर द्याट यु आर नट अलोन हैन तपाईँ एक्लै हुनुहुन्न तपाईँले यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ इफ यु हेभ दोज काइन्ड अफ थट्स है अर यु क्यान टक इट आउट विथ यर फ्रेन्ड्स रुममेट्स हुएभर इट इज विथ यु होइन जस्ट टक इट आउट है अनि अल्सो यो त एउटा पोइन्ट भयो होइन त अनि अर्को पोइन्ट टु प्रिभेन्ट अल दिस थिङ्स लाइक आई थिङ्क यो चाहिँ धेरै आउनुभन्दा विदेश आउनुभन्दा अगाडि सोच्नुपर्ने कुरा नट जस्ट स्टुडेन्ट्स